नमस्ते हजुरहरुलाई स्वागत छ मेरो च्यानलमा। आज मैले यमरीको रेसिपी लिएर आएको छु। यमरी पनि नजिकै आइसक्यो, त्यसैले मैले यमरी बनाउन लागेको छु। पहिले पनि मैले यमरी बनाइसकेको छु। अहिले पनि मैले चाको र खुवाको चाहिँ यमरी बनाउँदै छु। यमरी बनाउनको लागि चाहिँ पहिले सुरुमा मैले यो पिठो, चाको, यो खुवा लिएको छु। मैले चाको र खुवा राखेर चाहिँ बनाउन लागेको छु। हजुरहरुले चाहिँ मन पर्छ भने चाको, खुवा, तिल राखेर पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ चाको र खुवाको मैले एकदम मन पराउँछु, अनि त्यसैले मैले चाहिँ चाको, खुवा राखेर बनाउँदै छु। अब यमरी बनाउनको लागि चाहिँ मैले यो पिठो मुस्दै छु। पिठो मुस्नको लागि चाहिँ मैले यो तातो पानी लिएको छु। मन तातो पानी लिनुपर्छ। यस्तै गरेर मुस्नुपर्छ। अनि एकैचोटी चाहिँ पानी हाल्नु हुँदैन, किनभने गिलो हुन सक्छ। यस्तै बिस्तारै बिस्तारै थोरै थोरै पानी राखेर चाहिँ यसरी मुस्नुपर्छ। यो चाहिँ रेडी भयो। अब म चाहिँ यसलाई छोप्नको लागि चाहिँ यो प्लास्टिकमा हाल्दै छु। 10 मिनेट जति चाहिँ म यो प्लास्टिकमा हालेर छोप्छु। यो एकछिन मैले चाहिँ यो यमरी चाहिँ स्टिम गर्नको लागि चाहिँ यो मोमो भाँडामा चाहिँ स्टिम गर्दै छु। अब यो मोमोको भाँडामा चाहिँ हामीले यो ग्रिज गर्नुपर्छ, यो तेल लगाएर। अनि यो यमरी चाहिँ नतासोस् भनेर चाहिँ हामीले तेल लगाउनुपर्छ। ल हेर्नुस् त, यो 10 मिनेट पनि भयो। पिठो निकालेर चाहिँ अलिकति मुस्छु। ल हेर्नुस् त, एकदम सफ्ट भइसक्यो। अब यो यमरी बनाउनको लागि चाहिँ एकदम पर्फेक्ट छ। अब चाहिँ यमरी बनाउन सुरु गर्दैछु। थोरै हातमा तेल लगाउनु पर्छ, अनि थोरै पिठो एक डल्लो निकाल्ने, अनि यसलाई चाहिँ मजाले गोलो बनाउने। गोलो बनाएर चाहिँ यो छेउछेउबाट थिच्दै थिच्दै गरेर चुच्चो बनाउने। मैले बनाएको हेर्नु होला। नेवारहरूले त बनाउन आइहाल्छ, अनि नआउनेले चाहिँ मेरो भिडियो हेरेर चाहिँ सिक्नु होला। यसरी अनि तेल अलिकति लगाएर यो बीचमा चाहिँ पाल पार्ने, अनि पाल पारेर थिच्दै थिच्दै लाने, गोलो गोलो बनाएर यसरी थिच्दै थिच्दै जानुपर्छ। अनि यसरी खाल्टो हुँदै जान्छ। अनि छेउछेउमा ठ्याप्चो ठ्याप्चो पारेर आउने। अलि पातलो बनाउनको लागि चाहिँ यो छेउछेउमा यसरी थिचेर ल्याउनुपर्छ। अनि यसमा चाहिँ अब म चाहिँ यो चाहिँ रेडी भयो हैन। अनि चाहिँ म यसमा चाहिँ चाकु हाल्दै छु। ल हेर्नुस् त, यसरी अब चाकु हाल्दै छु यसमा चाहिँ। ल हेर्नुस् त, मैले यसरी काटेर चाकु हालेको छु। अनि खुवा पनि मैले थोरै लिएको छु। चाकु र खुवा मिसाएर मलाई एकदम मन पर्छ, अनि त्यसरी मैले चाहिँ यसरी बनाउँदै छु। अनि यसरी छेउछेउबाट च्याप्दै च्याप्दै ल्याउने, हट्टा नगरिकन च्याप्ने। यसरी नै गोलो गरेर यसरी च्याप्दै च्याप्दै ल्याउने। अब यो चाहिँ रेडी भयो। अब यो छेउको चाहिँ यो सबै सिल प्याक गर्नुपर्छ, नत्र त चाकु खस्ने सम्भावना हुन्छ, चाकु चुइन सक्छ। यसरी मैले गरेको जस्तो गर्नु होला, नजान्ने मान्छेले चाहिँ। यसरी अनि छेउछेउमा यसरी मिलाउने। अब चुच्चो चाहिँ अब मेरो अलिकति चुच्चो भएको छैन, अब त्यसलाई चाहिँ लास्टमा यसरी चुच्चो पार्ने। यसरी ल हेर्नुहोस् त, यमरी पनि तयार भयो। ल हेर्नुहोस् त, यमरी यो तयार भयो। अब म फेरि तपाईहरुलाई अर्को एउटा पनि बनाएर देखाउँछु। अघि नैकै प्रोसेस फलो गर्नु होला। तेल हातमा लाउने पहिले सुरुमा, अनि गोलो बनाउने। अघि मैले बनाएको छु नि। अनि गोलो बनाएपछि यो तलबाट चाहिँ छेउछेउमा यसरी च्याप्दै ल्याउने हो, गोलो गोलो बनाउनको लागि। अनि यो चुच्चो बनाउने हो कि च्याप्दै च्याप्दै ल्याउने। यसरी यमरी त मैले अघि नै बनाएको जस्तै सेमै हो। अब यो यमरी बनाउँदाखेरि पनि यसमा सिङहरू राख्ने चाहिँ एक सिङ, दुई सिङ्गे हुन्छ। अब मैले चाहिँ अघि नै चाहिँ ठ्याप्सो पारेको छु। अब माथिको डिजाइन चाहिँ आफूले जुन गरे पनि हुन्छ। अनि चाकु बनाउँदाखेरि चाहिँ चाकु मैले खुवा र चाकुको बनाएको छु। खास चाहिँ चाकु, तिल, अनि खुवा, घिउ, दुध राखेर चाहिँ पकाएर पनि बनाउन मिल्छ। मैले चाहिँ यसरी सजिलो लाग्छ मलाई चाहिँ, यसरी नै मैले बनाएको छु। मलाई मन पर्छ यसरी चाकु र खुवाको, अनि सजिलो गरेर बनाएको।
यसरी नै हजुरले घरमै यसरी नजानेको मान्छेहरूले यसरी नै मेरो भिडियो हेरेर चाहिँ यमरी बनाउनु होला। यसमा चाहिँ मैले 2 सिङ्गे हाल्न लागेको छु। अघि नै चाहिँ ठ्याप्सो बनाएको छु। यसरी नै हजुरहरूले माथि चाहिँ आफैले कस्तो डिजाइन मन लाग्छ त्यस्तो बनाए पनि हुन्छ। यसमा मैले 2 सिङ्गे बनाएको छु। ल यो पनि रेडी भयो। अब म चाहिँ यमरी स्टिम गर्नको लागि जाँदैछु। पानी चाहिँ मैले तताइसकेको छु पहिल्यै। ल हेर्नुहोस् त अब म स्टिम गर्दैछु। ल हेर्नुहोस् त अब म चेक गर्दैछु पाक्यो कि पाकेन भनेर। ल हेर्नुहोस् त चिप्लो भइसक्यो। यसमा हातमा पनि तासेन, यो पाक्यो। ठ्याक्कै 15 मिनट लाग्यो यमरी बनाउनको लागि चाहिँ। ल हेर्नुहोस् यो रेडी पनि भयो। मैले प्लेटिङ पनि गरिसकेँ। मैले चाहिँ विभिन्न किसिमको यो सिङहरू बनाएको छु। यो चाहिँ चरा जस्तो बनाएको छु। अनि यसमा चाहिँ 3 सिङ हालेको छु मैले। ल हेर्नुहोस् त यस्तो 3 सिङ हालेको छु। अनि यसमा चाहिँ मैले ठ्याप्सो बनाएको छु। यसमा चाहिँ 2 सिङे बनाएको छु। यसमा चाहिँ राजाको शिरपेस जस्तै 4 सिङ राखेको छु मैले। अनि यसमा चाहिँ मैले कैटो जस्तो बनाएको छु गोलो। हजुरहरूले पनि यस्तै गरेर घरमा यमरी बनाएर खानु होला। यो चाहिँ देउताको लागि छुताएको छु सानो सानो। देउतालाई पनि चढाउनु पर्छ हाम्रो चाहिँ यमरी बनाउँदाखेरि चाहिँ। अब एउटा चाहिँ म टुक्रा गरेर पनि देखाउँदैछु। ल हेर्नुहोस् त टुक्राहरू पनि देखाइसकेँ। ल खुवा र चाकु पग्लेकै छ, एकदमै राम्रो देखेको छ। एकदम टाटो छ अहिले चाहिँ। मेरो भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला। धन्यवाद।